सबैलाई नमस्कार छ। हामी फेरि पनि यो शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 12 ढोर जसपुरमा आइपुगेका छौँ। असोज 29, 30 र 31 गते हामीले एउटा कथा यात्रा अन्तर्गत कथा क्याम्प यहाँनिर गरेका थियौँ। खास गरेर सिकारी सरदार वंशु गुरुङ जसले सिन्धुलीगढीमा युद्ध लड्नुभयो, उहाँको थाथलोको रूपमा चिनिएको यो जसपुरमा आएर इतिहासकार, पत्रकार, कलाकार, साहित्यकार र लेखकहरू आएर यहाँ गाउँको कथा सङ्कलन गर्दै गर्दा, गाउँको कथा हामीले लेख्दै गर्दा, गाउँको कथा हामीले भिजुअलाइज गर्दै गर्दा हामीले यहाँ यस्तो परिवार भेटेका थियौँ जुन परिवारमा एकै परिवारमा बुवा, आमा र छोरा प्यारालाइसिस भएर थलामै रहनुभएको थियो र उहाँहरूको स्थितिलाई हामीले कथा क्याम्प मार्फत चाहिँ सार्वजनिक गरेका थियौँ र त्यो कथा क्याम्प मार्फत सार्वजनिक गर्दै गर्दाखेरि यहाँ एउटा उहाँहरूको लागि, उहाँहरूको जीवनयापनको लागि केही सहज होस् भनेर विभिन्न सहयोगी दाताहरूले सहयोग गर्नुभएको छ। सहयोगहरू उपलब्ध भएको छ र सहयोग उपलब्ध गराउने क्रममा मैले एउटा यो कथा चाहिँ हाम्रो नेपाल प्रहरीका पूर्व एसपी आदरणीय दाई राजेन्द्र गुरुङज्यूलाई चाहिँ मैले यो कथा यस्तो भइरहेछ भनेर जानकारी गराएको थिएँ। यो जानकारी गराउने क्रममा चाहिँ उहाँले यो हेरिसक्नु भएपछि उहाँले सहयोगी दाताहरूसम्म चाहिँ विभिन्न सबै साथीहरूलाई यसो रहेछ है भनेर उहाँले जानकारी गराउनु भयो र जानकारी गराउनु भइसकेपछि उहाँ पनि हामीसँगै अहिले यहाँ हामी फेरि पनि जसपुरमा आइपुगेका छौँ। म दाइलाई फेरि हामीले यो जसपुरमा हाम्रो अकलबहादुर गुरुङज्यूको घरमा पनि मैले यहाँ स्वागत गर्न चाहेँ। दाइलाई मैले अगाडि आइदिन अनुरोध गर्छु। दाइ यहाँलाई फेरि पनि यहाँ नमस्कार छ, स्वागत छ। दाइ खास गरेर मैले अघि पनि पृष्ठभूमिमा भने यो परिवारको कथा, यो परिवारको पीडा, यो परिवारको व्यथा लाई यहाँ जुन यो समाचारमा हेर्नु भएपछि, समाचारमा पढ्नु भएपछि कसरी सहयोग उठाउँ, कसरी सहयोग जुटाउँ भन्ने तपाईँलाई चाहिँ कसरी अनुभव भयो? मैले दाइबाट सुरुवात गर्छु पहिला। हजुर नमस्कार भाइ, अनि यहाँहरू सबैलाई चाहिँ नमस्कार। सबभन्दा पहिला त म उहाँहरूको जुन अवस्था देखेको छु त्यस पछाडि उहाँहरूप्रति मेरो चाहिँ एकदमै दुःख व्यक्त गर्न चाहन्छु। अनि अर्को कुरो चाहिँ यो जुन भाइले मलाई चाहिँ एउटा फेसबुक मार्फत चाहिँ एउटा यहाँको घटनाको बारेमा चाहिँ डकुमेन्ट्री सानो बनाउनु भएको रहेछ, त्यो पठाउनु भयो। अनि मैले चाहिँ मेरो फेसबुक नभएको हुनाले मेरो श्रीमतीको फेसबुकमा गएर मैले त्यसलाई चाहिँ हेरिसके पछाडि मलाई एकदमै भनौँ न म आफैलाई वा मेरो परिवारमा पनि यस्तो अवस्थामा भएको भए के हुन्थ्यो होला भनेर चाहिँ मैले एउटा चाहिँ आफ्नो अन्तर्हृदयबाट महसुस गरेँ। अनि मैले एबिसीका वरिष्ठ पत्रकार गुरुङ भाइ उहाँले कुरो मेरो चाहिँ प्रायः जस्तो चाहिँ अब एउटा नेपाली भाषामा केमिस्ट्री मिल्ने भन्छौँ, मैले चाहिँ त्यो हेरिसके पछाडि मैले त्यत्तिकै उहाँको अनुमति बेगर पनि एउटा केही गर्न सकिन्छ कि भनेर तमबौद्ध सेवा समितिको चाहिँ एउटा हाम्रो भाइबर ग्रुप थियो, त्यो भाइबर ग्रुपमा पठाइदिइसके पछाडि चाहिँ मान्छेलाई धेरैलाई चाहिँ मन छोया छ क्यारे सहयोगी दाताहरूको नाम चाहिँ आज एउटा भोलि एउटा गर्दै चाहिँ थपिँदै गयो। थपिँदै जाने क्रममा चाहिँ हामीले चाहिँ अब केही रकम उठाउन सफल भयौँ छोटो समयमा पनि। त्यसले गर्दाखेरि चाहिँ यसप्रति चाहिँ विशेष गरी चाहिँ अब मलाई यो शुभ अवसर जुटाउनु हुने दण्ड गुरुङ वरिष्ठ पत्रकार दण्ड गुरुङज्यू उहाँलाई मैले चाहिँ विशेष अन्तर्हृदयबाट धन्यवाद दिन चाहन्छु। नत्र भनेदेखि जसपुर मेरो लागि चाहिँ कुन चराको नाम हो थाहा पनि हुन्थेन र मैले इभन अब चाहिँ कतै यसो पत्रिकामा चाहिँ देखिहालेँ पनि अब यहीँको
जुन उहाँहरू नै हो भन्ने कुरा पनि त्यति थाहा पाउने थिइनँ होला, किनभने यस्तो समस्या त नेपालभित्र धेरै नै आइरहेको छ। तर हाम्रो चाहिँ आफ्नो एउटा अब जातीयत्व परिवारैभित्र यस्तोमा हामीले आफूले केही गर्न नसकिए तापनि सहयोगी दाताहरूलाई जुन भाइले बनाउनु भएको भिजुअल मार्फत केही रकम जुटाउन सफल भयौँ। यसको लागि चाहिँ दण्ड भाइलाई धेरै धेरै धन्यवाद। यो सँगसँगै अब हामीसँग दिदी पवित्रा दिदी हुनुहुन्छ अब होइन, हामीसँग पहिला यो छायाङ्कनको क्रममा दिदीले नै धेरै कुरा उहाँहरूको परिवारको बारेमा जानकारी दिनुभएको थियो। उहाँको छोरी हुनुहुन्छ होइन, म दिदीलाई नि यहाँ अगाडि आइदिनु अनुरोध गर्छु। अनि दाई हाम्रो उहाँ ज्वाइँ साहब अकल बुवाको ज्वाइँ साहब हुनुहुन्छ, हजुरलाई नि यहाँ अगाडि आइदिनु अनुरोध गर्छु। मैले जब यो हेरिसकेँ भाइले बनाउनु भएको चाहिँ जुन फेसबुकमा एउटा पेज मैले हेरेँ, त्यस पछाडि चाहिँ हामीले एउटा भाइबर ग्रुपमा पठाएको थियौँ। त्यसमा चाहिँ अब यो यहाँ सहयोगी दाताहरूको नाम पूर्व एसपी राजेन्द्र गुरुङ, म स्वयं आफै नारायण कुने, अनि त्यस पछाडि डम्बर गुरुङ भुक देउराली, हेलन गुरुङ भुक देउराली, इन्सपेक्टर धुरबहादुर गुरुङ, नेत्रबहादुर गुरुङ स्याङ्जा खुदी, देवमान गुरुङ हङकङ, क्याप्टेन मैतलाल गुरुङ, जुम गुरुङ भुक देउराली, लिना कोन्स्यो युके कुनै घन्टे घोतानी चेलीबेटी प्रमुख हुनुहुन्छ, सुरेन्द्र गुरुङ हङकङ, भीमदेवी गुरुङ भुक देउराली, धीरबहादुर गुरुङ युके उहाँ भुक देउराली, बेलबहादुर गुरुङ भुक देउराली, विजय गुरुङ स्याङ्जा खुदी, क्याप्टेन होमबहादुर गुरुङ, क्याप्टेन बुद्ध कुमार गुरुङ दाद्रा पर्वत, एसआई बुद्धिराज गुरुङ, लोपेन रामप्रसाद गुरुङ, कमल यामकारी गुरुङ, अनि एमबहादुर गुरुङ, हिरा गुरुङ भङ्गरा, राजु घले, मानसिंह गुरुङ पर्वत, बिबीमाया गुरुङ भुक देउराली, अशोक यशोदा गुरुङ, पहलमान गुरुङ उहाँ चाहिँ भाटभट्टिनीका हुनुहुन्छ, क्याप्टेन जीवन गुरुङ युके, इन्जिनियर नारायण गुरुङ दात्रा, क्याप्टेन तोरणबहादुर गुरुङ, काजी गुरुङ बुढानीलकण्ठ, शान्तिमाया गुरुङ मेरो आफ्नै दिदी हुनुहुन्छ, क्याप्टेन उदय गुरुङ, अनि त्यस पछाडि स्वर्गीय मेजर हरिबहादुर गुरुङ, बालकुमार लक्ष्मी गुरुङ, इन्द्र गोरे अस्ट्रेलिया मेरै नाति हो, मिना कालु गुरुङ चुनदेवी, चिजबहादुर गुरुङ, लक्ष्मी गुरुङ, चन्द्रमान राधा गुरुङ युके, दमबहादुर गुरुङ, तिलु कुमारी गुरुङ, काजीमान गुरुङ, विष्णुमणि गुरुङ, विजय गुरुङ, राजबहादुर गुरुङ, इन्द्र कुमारी गुरुङ, मेजर गोपालबहादुर गुरुङ, डाक्टर दयन्ती गुरुङ, चन्द्रमिना गुरुङ, कर्नल चन्द्र गुरुङ, एम बहादुर राजकुमारी गुरुङ, विजय लक्ष्मी गुरुङ र त्यस पछाडि चाहिँ शैलुजा गुरुङ, शिवकुमार गुरुङ, इन्द्रकाजी गुरुङ गरेर उहाँहरू संयुक्तबाट चाहिँ केही रकम यहाँ उठेको छ। यो रकम चाहिँ म यहाँहरूलाई चाहिँ हस्तान्तरण गर्दै यो उहाँहरू सबैको नाम मैले यहाँ भाषण गरेँ। यो भाइ र मैले यो गरिदिउँ होइन। आउनुहोस् न, तपाईँ पनि आउनुहोस्, तपाईँहरू पनि आउनुहोस् सबैजना आउनुहोस् न है। अब यो चाहिँ यो हामी सबैको चाहिँ सबै दाताहरूकोबाट सहयोग हो होइन। अनि यहाँसम्म चाहिँ मलाई चाहिँ उहाँ दण्ड भाइले उहाँले चाहिँ जुन भिडियो मार्फत मैले पाएँ, अनि त्यस पछाडि चाहिँ उ गर्दैछु यसमा चाहिँ तमु बौद्ध सेवा समिति आनन्दनगर उहाँहरूदेखि लगायत सम्पूर्ण चन्दादाताहरूको तर्फबाट यो चाहिँ म चाहिँ माध्यम मात्रै हुँ, अरू केही मैले गर्न सक्ने चाहिँ केही पनि होइन। हजुरहरूले चाहिँ यसलाई स्वीकार दिनु होला। हस् भाइ दण्डबहादुर भाइलाई अनि हजुरलाई अनि सहयोगी दाजुभाइ दिदीबहिनी बाबा आमाहरूलाई धन्यवाद छ भनिदिनु। हाम्रो तर्फबाट मेरो बाबा आमा दाइले सहयोग गर्नुभएकोमा, तर सायद मेरो वंश बाजु को त्यो के अरे यो असोजको 28, 29, 30मा कार्यक्रममा आउनुभएको थियो दण्ड भाइ। उहाँले सानो भिडियो बनाइदिनु भएको थियो, अनि त्यो भिडियोले हाम्रो हाम्रो सहयोगी मनकारी भएको दाजुभाइको मनमा दुःख पिँदा जागेको भएर मलाई सहयोग गरिदिनु भयो। उहाँहरूलाई मनैदेखि एकदम धन्यवाद छ भनिदिनु। हुन्छ दिदी। अहिले चाहिँ दिदी अब यो जस्तो बुवाहरूलाई आमाहरूलाई जस्तो औषधिहरू खुवाउनु पर्ने होइन यस्तो समस्याहरू छ त कसो अहिले के समस्या छ भन्नुहोस् त। अब यो शारीरिक रूपमा उहाँहरूले पीडा भोग्ने कुरा त समस्या छँदै छ होइन, कस्तो छ भन्नुहोस् त। अरू मलाई पीडा भन्नाले है अब त्यो अब भगवानको भर हो यो अब है। दाइको खै यो अवस्था, आभाको पनि यो अवस्था छ।
अब मलाई साह्रै दुःख भन्नेले यो अपाङ्गहरू सुत्ने बस्ने ठाउँ प्लास्टर र अलिकति सानो पाइप हालेर प्लास्टर गरिदियो भने त्यो पिसाबहरू पखालेर मुनतिर फाल्दिन पाउँछ कि भनी मेरो मनमा त्यस्तो लागिरहेछ। तर के गर्नु, आफ्नो आर्थिक कमजोर छ, त्यसो भएर हजुरहरूले माया दया लाएर सहयोग गरिदिनु भयो मलाई है। अब मैले के भनौँ, खै मेरो भन्ने नै यति नै हो। मैले कुन जिन्दगीमा पाप गरेको थियो। तपाईँ यति मेहनती मान्छे, यस्तो ज्वाइँ सम्भवतः कसै पाउँदैन क्या होइन, किनकि जस्तो दुःखमा साथ दिने छोरी ज्वाइँ होइन, तपाईँहरू त एकदमै साँच्चै नै मैले धेरैपल्ट भनेको छु, तपाईँहरू साँच्चै नै छोरी ज्वाइँ होइन, तपाईँहरू भगवान्को रूपमा आउनुभयो। किनकि बुवा आमालाई देख्दै यस्तो दुःख बेला होइन भने उस्तो हुन्थ्यो भने छोडेर हिँड्ने यहाँ होइन हुनुहुन्थ्यो होइन, त्यस्तो खालको मान्छेहरू देखाएको छौँ हामीले। तर तपाईँले एकदम राम्रो गर्नुभएको छ, तपाईँलाई धन्यवाद छ। र हाम्रो अब एकदमै हाम्रो गुरुङ समुदाय जस्तै हेर्नुहोस् अहिले यो काठमाडौँ होइन, बेलायत, हङकङ, सिङ्गापुर, अस्ट्रेलिया जहाँ बस्नु भएको छ उहाँहरूले जति जति सक्नुहुन्छ पठाइनु भएको छ। उहाँहरूले अहिले 2,61,000 पैसा 2,61,000 कति 20 300 कति 20 कति के छ त्यही आएको छ होइन, पैसा त हजुरलाई ह्यान्डओभर भइसकेको छ। अब यो अहिले तपाईँले भन्नुभएको प्लास्टरहरू गर्नु समस्या छैन? घर के छ, घर चुने ओर्ने त छैन? चुने छ, उतातिर घर जोखिम छ, हेर्नु न उता भासिना लाग्छ यो साइडमा। तर हामी यता साइडतिर यो किचन मात्रै गर्छु, तर मासतिर हामी मान्छे सुत्दैन, सुत्ने यतै हो। तर यिनीहरूको पिसाब दिसाले भित्र गरेको भएर मासतिर बस्न सक्दैन कि, बिदा के अरे पाहुनाहरू आउँदाखेरि पनि मासतिर सुत्न सक्दैन। त्यो दिसा पिसाब गनाएर त्यो टिनको रापले गनाएर एकछिन भस्स बस्नै सक्दैन। यो भित्र त गनायो ठिकै छ है, अब त्यसो गर्ने ठाउँमा गनाउँछ, मासतिर कोठाधरी बनाउन जान्छ र यो घर जोखिममा छ। अनि मासतिर मुनतिर पनि यति ठुलो पानीको मूल बग्छ, तर यो घर बाहेक केही पनि छैन हाम्रो। त्यही पनि यो घर पनि धितोमा छ। धितोमा भन्नाले केमा? यो पहिला उहाँको कृषि के हो जातिमा धितोमा छ यो घर। तर लाल पूजा कहाँ छ के छ मलाई थाहा छैन। कति पैसा हो मलाई थाहा छैन। अनि माग्न आउँदैन नेपाल सरकार कृषि? पहिला म सानो हुँदाखेरि म 36 साले हो, 36, 37, 38, 39 साले वरिपरिमा चिठी आउने थियो। कहाँबाट हो भन्दाखेरि कृषि सहकारीबाट हो। घरको लोन थियो, घर राखेर पैसा निकालेको, त्यही पैसा माग्न होला नि भन्ने कुरा गर्यो। तर पछि मलाई यस्तो हुन्छ भन्ने मलाई थाहा थिएन। त्यो बेला मै फोन तलास हुन्थ्यो, कुन ब्याङ्कमा हो थाहा छैन भन्नाले कृषि सहकारीतिर होला। यो घर पनि धितोमा छ, तर खस्ने घर यति मात्र हाम्रो। जमी जग्गा केही छैन, के पनि छैन। अनि आम्दानीको स्रोत चाहिँ के गर्ने? अनि गाउँको भनौँ, हाम्रो गाउँको दाजुभाइ के भन्छ अरे जसपुर गाउँको दाजुभाइ हरूले जुटाइदिनु भएको छ सहयोगहरू भन्नाले। दसैँ चाडबाडमा उहाँ दाइले, दिदीले, बिनु दिदीले, अनि क्याप्टेन दाइले, अनि कान्छा दाइले सहयोगहरू जुटाइदिनु भएको छ। अनि त्यसो भएर त्यसमै हामीले खाइरहेको छु। अनि टिकटकमा टिकटकमा फोन गर्छ, नम्बर दिनु न, म अलिकति हल्का पैसा सहयोग गर्छु भन्ने दिदी बहिनी दाजुभाइहरूले पनि पठाइराख्नु भएको छ। त्यसो भएर म अडिएर बस्न सकेको। तर यो संसार देखेको त्यतिले गर्दाखेरि हो। अनि बुवा आमालाई चाहिँ कस्तो अरू औषधिहरू खुवाउन ओर्न होइन, अरू के अरे खानेकुराहरू खुवाउन ओर्न पैसाहरूको कस्तो छ भन्नुहोस् त? अहिले त्यही कोही बारेबाटै न त्यही बारेमै न पैसा चाहिएको भएर यो अवस्था भएको। बाबा र आमालाई औषधि चाहिन्छ, उसले कहिले खुसी परे खान्छ, खुसी नपरे खाँदैन उसले औषधि। भत्ता चाहिँ कति आउने हो अहिले? बुवा र आमाको 12, आमाको 12, दाइको 12 हो। 36,000 पाउँछ 3 महिनामा। त्यो 3 महिनामा, कहिले त 3 महिना पनि काट्छ। महिनाको 4,000 आउने? महिनाको 4,000। के भन्छ अरे त्यो भत्ताले तै विषय भन्नाले दोकान पसलको मान्छेलाई अलिकति उस गर्न पाछ। ल्याउन म पुरानो दिन्छु, नयाँ ल्याउन। अनि भोलि यताउति सहयोग दाजुभाइले सहयोग गर्यो भने म आएर दिन्छु नि भन्छु। त्यही हो। कहिले चाहिँ आफू मन बेसी नै गाह्रो छ, योलाई दुःख छ भन्यो भने आफू टोयलेट जान्छ,
त्यो कहिले काहीँ दिमाले सोध्दाखेरि दिमा सोध्ने झन् त्यही जाङ्गिने क्या हग्दिने मुद्दिने हो अनि तपाईँहरूले सोध्नु पर्यो सोध्ने धुने अब फालम कति फाल्नु त नि आउने बाटो छैन अनि त्यो गु टोयलेटतिर लग्यो पखाल्यो अनि साबुन धोयो सुकाउने लगाइदियो अब उहाँहरूलाई एउटा त बस्ने घरै पनि त राम्रो छ होइन पानी सबै भल आउँछ भित्रबाट बर्खामा भित्र बस्न सक्दैन यतातिर झन् अहिले त घाम लागे ठिकै छ बाहिर निकाल्न पाउँछ बर्खामा त पानी भल आउँछ घर धरप छ त्यो आकाश गड्याङ गड्याङ भन्दाखेरि यो कोठामा हिँड्दाखेरि हल्लिन्छ कि भुइँतलै नै हल्लिन्छ अनि यस्तो भइसकेछ कि यो घर त्यसो भएर खास चाहिने त हामीलाई त सानो अरूको घर भए पनि बा आमाको सास हुनेसम्म बस्न दिए त हुन्थ्यो त्यो पछि जे गरी गरौँ ल होइन एउटा जानु हो जता गए जाऊँ ल भनेपछि घरसर सबै चाहिँ भत्किन आँटेको छ बर्खामा पानी आउँछ सबै पानी बस्नलाई चाहिँ गाह्रो छ कसैले चाहिँ घर दियो भनेदेखि चाहिँ तपाईँहरू यहाँबाट सरेर अर्को अलिक सुरक्षितसँग चाहिँ सर्ने भन्ने चाहिँ मनसा हो तपाईँहरूको वा अब यो कसैले दाता निस्केर यो बनाइदियो सदियो भनेदेखि चाहिँ अब यहाँले प्रत्यक्ष आफैले गुहारेको त होइन कि मतलब चाहिँ यो अवस्थाले हेर्दाखेरि कसैले बनाइदियो र सहयोगी दाताहरू आयो भने बनाइदियोस् भन्ने चाहना पनि उहाँहरूको त होइन उहाँहरूको त खाना अहिले तत्काल भनेको अलि राम्रो खाना र नानाकै समस्या छ बाँसको त झन् एकदम धेरै जटिल छ अनि दिदी अलिकता दिँदैन दिदी त आइरहनुहुन्छ नि त्यही हो त नि अब घाँस बाँस पनि ऊ आफैले भन्यो नि त होइन इष्टमित्रबाट मनकारी इष्टमित्रबाट होइन अनि फेरि अब एक दिन होइन नि त फेरि होइन सधैँ हो नि त यो त होइन एकजना मात्र होइन तिनजना छ सँगै उनीहरू पनि त अरू के गर्नु सक्दैन नि त तिनजनाको सेयर सम्हार गर्नु लाग्छ होइन त्यही त नि त्यस कारणले गर्दाखेरि गाह्रो त गाह्रो छ त्यही त नि उसले भने जस्तो गरेर बरु कतै बरु अलि छडिकलाई सिफ्ट गर्न पाएर यसैले पनि मर्मत गर्न पाए पनि राम्रो हुने थियो होइन अब टोयलेट पनि अब अलिकति सुविधा कि जस्तो कमोड टाइपको भयो भने नि होइन सजिलो हुन्थ्यो गएर अब राखिदिन सकिन्थ्यो नि त होइन त्यो विचारले मैले यो टोयलेट त्यो भित्रमै यसरी टाँसेर गर्ने उचालेर त्यता त्यहीँ राख्ने अर्को उचालेर त्यहीँ राख्ने पानी हाल्ने कुर्सी टाइपको होला है कुर्सी टाइपको प्लास्टिकको कुर्सी हो अब त त्यो पनि भाँचिने बेला पनि भयो अब त्यो पनि बाल्टिन पनि चेन्ज गर्ने बेला भएछ अब यत्रो वर्ष धान्यो प्लास्टिकको कुर्सी भए पनि अनि त्यो कुनामा त्यो पाइप छेरेर पाइप हालेर त्यहीँ टोयलेट बिर्से गर्ने अब उसले त धेरै गरेको नि अब अहिले हामीले देखिरहेछौँ नि होइन अलिकति अब शिक्षित परिवारको छोराछोरी छोराबुहारीहरूले पनि एउटा सम्पत्तिको माया गरेर अब एकदम चाहिँ सबल बौरा आमालाई पनि उहाँ आश्रम पुऱ्याउने कामहरू भइरहेको छ नि त होइन अनि यस्तो अवस्था यस्तो निरीह अवस्थामा भएको त के गर्थ्यो होला उनीहरूले होइन उसले त होइन एउटा आफूले उसले पनि अब कहाँ सक्छ त नि बिचरा होइन उसले चाहिँ अब त्यत्रो चाहिँ सेवा गरिरहनु भएको छ यो त एउटा बाउआमाको सेवा गर्नु पाउनु भनेको त ठुलो कुरा हो कि एउटा बाउआमाको अभिभावकको गुरुको गुण त मान्छेले 7 जुनीसम्म पनि तिरेर तिर्न सक्दैन भन्छ कि होइन ठुलो गुण हो नि त यो त मलाई त्यस्तो लाग्छ कि त्यहाँ मनसानो गर्नु पर्दैन होइन एउटा बाउआमाको सेवा गर्नु भनेको ठुलो धर्म हो होइन यहाँ यस्तो धेरै चाहिँ उहाँहरू तिनजना एकै घरमा प्याराडाइस हुनु गर्छ है यहाँ अब यति धेरै देश विदेश संसारमा मिडिया छ तर पनि मिडियामा कोही पनि आएन छ कि अस्ति हामी त्यो कथा यात्राले वास्तवमा होइन पुर्खाले नै हामीलाई होइन एउटा पितृहरूले नै पठायो होला सायद के यो टुप्लोको अब खाली घर कसो घर को बस्छ भन्ने हिसाबले हामी यसो हेर्दै आउँदाखेरि उहाँहरूको अवस्था देखेपछि हामीले भिडियो गऱ्यौँ हामीले अरू यो अब यहाँ यस्तो छ भने हामीलाई थाहै थिएन कि अनि यसो हामी यतातिरको हामी यो सेरोफेरेको सेरोफेरेकोहरू चाहिँ भिडियो बनाउनु चाहिँ हामी लागिएन दाइहरूले युकेबाट पनि डोनेसन पठाउनु भयो अब उसको पनि अपरेसन पनि गरेको हामीले त्यतिखेर होइन अपरेसन गरेर पोखराको त्यो एभी केयर हस्पिटलमा चाहिँ एक्सर्साइजको लागि त्यहाँ पनि राखेको त्यति नै धन्दा नै चाहन्छु नि त्यो बेलामा 1,60,000 त्यतिकै पठाइदिनु भयो र बिचमा फेरि अहिले यता यो के अरे यो फिरफिरे समाज तनहु फिरफिरे समाज युकेले पनि एउटा पठाइदिनु भयो त्यो चाहिँ हामीले के गरेछ भने अब उहाँहरू अघि उसले भने जस्तो यस्तो हुनुहुन्छ होइन
अब छाक टार्ने त अब त्यो आफ्नो अझै त्यो चाहिँ समस्या नै छ। त्यही पनि केही भविष्यमा के आइपर्यो भने पछिको कुरा त थाहा छैन नि त। त्यसको लागि के गर्ने त भनेर हामी चाहिँ अब हामी परिवारहरू बसेर हाम्रो परिवार र उसको चाहिँ एउटा जोइन्ट अकाउन्ट राखेर त्यहीबाट ब्याजहरू ल्याउने आवश्यक पऱ्यो भने फेरि अब धेरै बढ्दो खर्च चाहिँ गर्न हुन्न। पैसा भन्ने कुरा अब त्यसै आउँदैन नि त होइन। त्यसलाई चाहिँ एउटा पैसालाई चिन्नुपर्छ। केही त्यस्तो भोलि अब हुन त अब तिनजना अब यो तिनजना जुन अशक्त हुनुहुन्छ तिनजना उहाँहरूभन्दा न पहिलो पो जाने हो कि थाहा छैन नि त। तर पनि तिनजना त अब अघि जान्छ होला भन्ने सोच्नु पऱ्यो। केही भयो भने एउटा काम त एउटा कार्य त अड्छ नि त टर्छ नि त भनेर चाहिँ हाम्रो अब अध्यक्षज्यू होइन हामी सरसल्लाह गरेर अनि हाम्रो केमिर हो दुईजनाको चाहिँ जोइन अकाउन्ट राखेको ऊ चाहिँ पोखरा दुलेबाट बस्ने भएको भएर केही पऱ्यो भने अब मैले के गरेर आएछ भने मैले सोध्छु कि उसलाई बेला बेलामा के छ समस्या भन्छु मैले पनि होइन। कहिले कहिले चाहिँ मैले यस्तो म्याट्रेसहरू म आफै पनि पठाइदिन्छु लगाउने लुगाहरू पनि पठाइदिन्छु होइन त्यही हो। अब हुन त अब तपाईँहरू बेला मौकामा आएर होइन सकेको साथ सहयोग त गरिरहनु भएको छ होइन। अब स्थिति त यहाँ सबै बताइसक्नु भएको छ होइन। उहाँलाई त अहिले उहाँहरूलाई अहिले एउटा तत्काल त वास्तवमा यो घर पनि हेर्दा नि धराप नै जस्तो उहाँहरूले भनिहाल्नु बर्खामा त खोप भित्रै खोला बग्छ अरे होइन। अब हामीले यो स्थिति यो सबै हेर्दाखेरि अब जस्तो राजन दाई पूर्व एसपी साहब आफै आउनुभएको छ होइन। हजुर अब यहाँ प्रतिष्ठानको नै अध्यक्ष हुनुभएको भएर केही हजुरको केही भनाइ छ? हजुरहरूले भनिसक्यो, धन्यवाद। आज एकदम पीडितहरूको लागि राहतको उद्देश्यले यहाँ आउनुभएको हाम्रो एबिसी टेलिभिजनका वरिष्ठ पत्रकार डन्डाज्यू र पूर्व एसपी हाम्रै सोल्टी हाम्रै कुटुम्बमा हाम्रो आस्यौँ राजाले डन्डाजीले अघि नै भनिसक्नु भएको छ। यो असोजको 29, 30, 31 को जो कथा यात्रा थियो त्यस समयमा यहाँहरूको पीडित अवस्था देखेर उहाँले एकदम मनदेखि दुःख र यहाँहरूलाई कसरी सहयोग गर्नु सक्छ भन्ने भावनाले फेसबुकमा उहाँले एउटा मेसेज सम्प्रेषण गरेको थियो। सन्देश चाहिँ हाम्रो सोल्टीसँग पुगेको अघि नै उहाँले भनिसकेको छ। सन्देश मात्रै पुगेर भएन, कति मान्छेले त्यो फेसबुक हेरेको होला। तर म हाम्रो सोल्टीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु कि त्यो मेसेज फेसबुकमा देख्ने बित्तिकै उहाँले एक्सन गरेर उहाँको नेतृत्वमा यो सङ्कलन भएको रकम आज हाम्रो जसपुर गाउँमा बसेको पीडितहरूले पाउनु भएको छ। यो राहतले उहाँहरूको आत्मशान्ति होला र हाम्रो जुन इष्टमित्रहरू दाजुभाइ दिदीबहिनीहरूले देश विदेशबाट यो सहयोगको लागि आफ्नो इच्छाअनुसार गच्छाअनुसारले चाहनाअनुसारले सकेको अनुसारले जो राहत गरेको छ हाम्रो राजेन्द्र सोल्टीको मार्फत यहाँ आएको छ। म राजेन्द्र सोल्टीलाई र सहयोगदाता सम्पूर्ण इष्टमित्रहरूलाई म जसपुरको लामछाने परिवारको अहिले वंशु बाजेको अध्यक्ष नेतृत्व गरिरहेको छु। त्यसले गर्दाखेरि म जसपुरमा आउने जाने र यहाँको दुःख पीडाहरू हेर्नेको मौका पनि मैले पाइरहेको छ, हेरिरहेको पनि छ। र यसको लागि चाहिँ हाम्रो सोल्टी लगायत सम्पूर्ण सहयोगदातालाई म हृदयदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यसरी नै अघि कोपिला नानीले भनिसकेको छ उहाँलाई के चिजको आवश्यकता अझै परिरहेको छ त्यो पनि मैले सुने। यसभन्दा अगाडिको कथा यात्रामा पनि सुनेको थियो। सकेको पहल हामीले गरौँला, नसकेको यसरी नै डन्डा सरले जो गरिरहेको छ यसरी नै यहाँहरूको लागि हामी सहयोग दिनको लागि पहल गर्नेछौँ। र आज जो हेरिरहेको छ यो हाम्रो सहयोगको लागि राजेन्द्र सोल्टी आएको, यसरी नै सम्पूर्ण इष्टमित्रहरू देशवासीहरूले पनि हेरेर यो पीडित परिवारलाई सहयोग गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। हामीले गरिराखेकै छ, गरेको छौँ, सकेको छौँ। फेरि पनि यहाँहरूको जिन्दगी भनेको कहिले हो कहिले अझै थाहा छैन। यसरी नै रह्यो भने छोरी ज्वाइँले मात्रै कहिलेसम्म गर्नु सक्छ भन्ने भावनाले आज जो समाचार हेरिरहेको छ सम्पूर्णले यसरी नै सहयोगको भावना जागेर राजेन्द्र सरको जो अगुवाईमा उहाँको लिडरसिपको एउटा उदाहरण लिएर सबैले यसरी नै सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र हामीले पनि प्र्याक्टिकली रूपमा यहाँहरूलाई हेर्नेछौँ भन्ने तपाईँहरूलाई अपेक्षा आशा दिन्छौँ। र यहाँहरूको जो सङ्कलन भएको रकम कसरी सुरक्षित छ, आवश्यकता कसरी पर्दाखेरि पूर्ति भइरहेको छ भन्ने अगाडि हाम्रो बिनु फुपूले भनिसकेको छ। म यति भन्दै फेरि पनि सबैलाई धेरै धेरै धन्यवाद भन्दै मेरो दुई कुरा यहीँ राख्न चाहेँ। हामीले रायन दाईको नेतृत्वमा जसरी सहयोगदाताहरूले सहयोग दिनुभयो, सहयोग जुट्न सक्यो
यो सहयोग वास्तवमा उहाँहरूको लागि एउटा प्रारम्भिक एउटा तत्कालको लागि केही राहत हुनसक्छ, तर उहाँहरूको आवश्यकता भनेको चाहिँ वास्तवमा यहाँ हेर्दा साँच्चै नै जटिल देखिन्छ, किनकि एउटा भिरालो जमिन छ, भिरालो जमिनमा यो घर छ होइन। अब बाहिरबाट गाह्रैहरू हेर्दाखेरि पनि अलिकति अप्ठ्यारो स्थिति पनि देख्छौँ। र त्यसो हुँदाखेरि अहिले बेलायतमा पनि गोर्खा मिडियाका एमडी हाम्रो मिलन तमु सरको नेतृत्वमा त्यहाँ हाम्रो उहाँले कोअर्डिनेट गरिरहनु भएको छ, केही सहयोगहरू जुटेको छ। जस्तो घान्द्रुकका अर्जुन गुरुङ दाईले अत्यन्तै धेरै उहाँहरूको परिवारको विषयमा चासो दिनुभएको छ, चिन्ता गर्नुभएको छ। म यहाँहरूप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु। खास गरेर हाम्रो तनहुँ समाज युके छ, हङकङ छ होइन, अब सिङ्गापुर अमेरिका धेरै छ तनहुँ समाजको सबैजना। तनहुँ समाजको त महासङ्घ नै छ। तनहुँ समाजका सबै परिवारलाई पनि एउटा तनहुँको एउटा परिवारमा एउटा परेको एकजना होइन 3 जना प्यारालाइसिस भएर जेठा छोरा त उहाँको 14 वर्षदेखि प्यारालाइसिस भएको, त्यसपछि गएर उहाँ बुवा अकलबहादुर बुवा 7 वर्षदेखि र आमा 3 वर्षदेखि चाहिँ उहाँहरू प्यारालाइसिस भएर यसरी थलामा पर्नु भएको छ। थलामै दिशा पिसा गरेर बस्नुपर्ने अवस्था छ। साँच्चै नै हामीले यहाँ आएर वातावरण हेर्दा पनि अत्यन्तै हामीले एउटा पीडा अनुभूत गर्न सक्छौँ। र हामी फेरि पनि यहाँ सबै दाताहरूलाई अनुरोध गर्न चाहन्छौँ, जसपुरमा यो पीडा एउटा गुरुङ परिवारमा मात्र पीडा परेको होइन, सिङ्गो मानव परिवारलाई पीडा परेको, यो पीडामा यहाँहरूको साथ सहयोग हुने हामीले अपेक्षा गर्छौँ। जाँदै हामी एउटा यो दुःखमा थोरै भए पनि सहयोग गर्न एउटा उहाँहरूलाई माया दिनका लागि यहाँको नेतृत्वमा एउटा खालको साथ सहयोग जुटेको छ। फेरि जाँदै केही हजुरको केही छ दाइ रायन दाइ? हामीले रमाइलो गर्छौँ, पाठ पूजा पनि निकै धेरै नै गर्छौँ, दान दक्षिणा पनि धेरै नै गर्छौँ। वास्तवमा त्यो राम्रो कुरो पनि भयो। त्यसको साथसाथै पनि कहिलेकाहीँ आफूले वर्षभरि गरेको रमाइलोबाट 1-2 दिनको लागि चाहिँ एउटा घाँस काटेर भए पनि उहाँहरू जस्तो मान्छेलाई चाहिँ सहयोग गरिदिनु भयो भनेदेखि चाहिँ मानवीय ठुलो सेवा हुनेछ। र अहिले भर्खरै हामीले चाहिँ यहाँ हेऱ्यौँ, यो घरको अवस्था मान्छे बस्न सक्ने अवस्था रहन्छ र घरैभित्रबाट मुलै निस्किने भनिसकेपछि त्योभन्दा दयनीय अवस्था के हुनसक्छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा छरिएर बस्नुभएका तमु समाज र नेपालबाट चाहिँ आफ्नो कर्मथलो बनाएर विदेशतिर चाहिँ जानुभएका सम्पूर्ण तमुहरूले यहाँको जुन अहिलेको अवस्था छ त्यसलाई चाहिँ यदि यहाँहरूले यही मिडिया मार्फत सुन्नुभएको छ भनेदेखि चाहिँ यहाँहरूले केही रकम जुटाइदिनु भयो भने अवश्य पनि उहाँहरूले आफ्नो एउटा राम्रो घर पाउनुहुनेछ। र अघि हाम्रो बहिनीले अध्यक्षज्यूले भन्नुभयो, दण्डभाइले भन्नुभयो, उहाँहरूले तपाईँहरूले दिनुभएको सहयोग ब्याङ्कमा लगाएर राखिसकेपछि त्यसको ब्याजले कालले कसलाई लैजान्छ कसैलाई पनि थाहा छैन, तर त्यो पैसा ब्याङ्कमा छ भने त्यसको ब्याजले उहाँहरूको जुन दैनिकी साँझ बिहानको चाहिँ छाक टार्ने काम चाहिँ सजिलो पारासँग हुने अवस्था मैले यहाँ देखेको हुनाले सम्पूर्ण तमु समाजलाई, अन्यलाई पनि मेरो चाहिँ आह्वान हो, सम्पूर्ण तमु समाजले एउटा उदाहरणको रूपमा पनि यसलाई यो आजको जुन उहाँहरूलाई हामीले देखाएका छौँ उहाँहरूलाई चाहिँ सहयोग गरिदिनु हुनलाई चाहिँ म अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार। हजुरलाई अब केही सहयोग होस् भनेर हामी यसो सहयोग दिन आएको, सहयोग पुर्याउन आएको धेरै धेरै सहयोगी दाताहरू हुनुहुन्छ। संसारभरिको सहयोगी दाताहरूले हजुरहरूलाई माया गरेर सहयोग पठाउनु भएको क्या बुवा? 320 हुनुपर्छ, त्यहाँ मैले थप्नुपर्ने हो। आमा चाहिँ ऊ भाषा समुतार तो पोंग खामा आमा कोन बिचक तो भी मलाई मिले शाबाश लेवा धन्यवाद म भिमिन्दे आमा 53 हैन निलाई मुई पिबा दाजु भाइ दिदी बहिनी बा आमा झोकोया आमा झोकोलाई धन्यवाद म ओ बाबु मी बिदी धन्यवाद म औ भिमिन्दी धन्यवाद म औ धन्यवाद म औ धन्यवाद केमे जोकोलाई जम्मलाई केमलाई जम्मलाई धन्यवाद म गर्नु है सर एक लाखको 63320 320 61,320
डाक्टर साहब नमस्कार हजुर। यहाँ 1 लाख छ ए हजुर म पनि यो पोखरा जाने बाटो काठमाडौँ जाने बाटोमै छु। म चाहिँ हजुर म चाहिँ एकजना म अहिले यहाँ तनहुँ छु। हजुरलाई मैले एउटा अहिले हामी यो भिडियो रेकर्ड पनि गरिरहेका छौँ। एउटा हजुरसँग जानकारी लिउँ भनेर म चाहिँ एउटा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 12 ढोर जसपुरमा छु अहिले। अनि यहाँ चाहिँ के रहेछ भन्दाखेरि एउटै परिवारमा 3 जना चाहिँ प्यारालाइसिस हुनुभएको रहेछ। एकजना 14 वर्षबाट, एकजना 7 वर्षबाट र एकजना 3 वर्षबाट चाहिँ प्यारालाइसिस हुनुभयो, घरै रहनु भएको रहेछ। एउटै परिवार 3 जना। अनि हजुर के छ हजुर अब उहाँहरूको त्यस्तो ट्रिटमेन्टहरू केही हुने सम्भावनाहरू केही हुन्छ हजुर त्यस्तो? उहाँहरूको त्यो सिटी एमआरआई हेरेपछि बल्ल भन्न सकिन्छ सर के का हो। ए हजुर हजुर त्यही त होइन उहाँहरूको पहिला इन्भेस्टिगेसन सबै भयो होला। हो होइन उहाँहरूको इन्जुरी हुनुभएको उहाँहरू 2 जना चाहिँ त्यस्तो नभएर उहाँहरू त्यतिकै प्यारालाइसिस हुनुभएको रहेछ। तर सामान्य अहिले के यहाँ डक्टरहरूले दिनुभएको औषधिहरू त खाएर बस्नु भएको छ घरमै। प्रेसरहरू अब त्यही हो समस्या त मुटुको त्यस्तो चाहिँ भएको रहेछ। मुटुको होला, मुटुबाट त्यो सानो ड्रगको क्लट ब्रेनमा गएर ब्लक भयो भने पनि प्यारालाइसिस हुन्छ। हजुर सम्भवतः त्यही होला। अब हेरेर उता उपचार गऱ्यो भने र फिजियोथेरापी गऱ्यो भने हुन सक्ने चाहिँ हुन सक्छ सक्यो पछि बल्ल भन्न सकिन्छ कति पुरानो भयो। होइन मैले यो भने नि एकजना 14 वर्ष, एकजना 7 वर्ष, एकजना 3 वर्ष। फोनबाट अरू केही नै भन्न सकिन्छ सर। मैले इन्भेस्टिगेसन गर्न पाएँ बल्ल भन्न सकिन्छ। केही रिकभर उहाँहरूको ट्रिटमेन्ट गर्दा त्यस्तो केही रिकभर हुन सक्ने सम्भावना हुन्छ डाक्टर साहब? सम्भावना हुन्छ सर। जसरी अब काठमाडौँ पठाइदिउँ उहाँहरूको अब जे हो हजुर हजुर हुन्छ। उहाँहरूलाई ल्याउनलाई पनि अब तपाईँले नि चन्दा दिनुपर्ने हो, सहयोग गर्नुपर्ने हो। हुन्छ डाक्टर साहब उहाँहरू थलामै हुनु। हस् म लिएर आउँछु हजुर। म अनि सल्लाह नि गरौँला हजुर। हामी केही सहयोग सपोर्ट गर्न आएको यहाँ हजुर। हस् थ्याङ्क यू डाक्टर साहब। डाक्टर साहब हाम्रो प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी हुनुहुन्थ्यो। उहाँसँग हामीले उहाँ चाहिँ नसारोग विशेषज्ञ पनि हुनुहुन्छ। उहाँ गरेर खास गरेर डाक्टर साहबको चाहिँ हामीले सुझावहरू लियौँ। उहाँको सुझाव चाहिँ पहिला गरेको इन्भेस्टिगेसनको कुनै रिपोर्टहरू छ भने त्यसमा गर्ने त्यसमा पनि हेर्न सक्यो र उहाँहरूलाई चाहिँ अझ काठमाडौँ लगेर फेरि एमआरआईहरू उपचार गरियो भने अब फिजियोथेरापीहरू गरियो भने केही सम्भव हुनसक्छ भन्ने कुरो पनि जानकारी भएको छ। उहाँको हामीले केही अब स्रोतहरू हामीले अलिकति सपोर्टहरू जुटाउन सक्यौँ भने म डाक्टर साहबसँग पनि हामी उहाँले अझ फ्री अफ कस्ट उहाँहरूलाई कन्सल्टेन्ट फी चाहिँ नलिकन उहाँहरूलाई उपचारमा सहयोग गर्छु पनि भन्नुभएको छ। दिदी अब पवित्र दिदी अब हामी अब ढिलो नै हुन लाग्यो। अब एकचोटि हाम्रो उहाँ अकल बुवाको ज्वाइँ साहबसँग पनि अलिक कुराकानी गरौँ आउनुहोस् त। ल हजुर के नाम पनि भनिदिनु पऱ्यो हजुर? खजेन्द्र गुरुङ। ए हजुर ल हजुरले धन्यवाद छ। हजुरले एकदम हेर्नुहोस् त आफ्नो सासू ससुरा आफ्नो जेठानको यति धेरै सेवा गर्नुभएको रहेछ। कस्तो के गरिराख्नु भएको छ भन्नुहोस् त कसरी? अब के गर्ने घरको चाहिँ काम उसले गर्छ, बाहिरको चाहिँ बाख्राको घाँस ल्याउने सबै चाहिँ मै हो। भात पकाउने ल दिइहाल्दा उनीहरू भाउ लाग्छ भन्छ। त्यही हो। अरू काम चाहिँ तिमी चाहिँ यहीँ बस बाउले मात्रै बोलाउँछ हो किन त? हामी चाहिँ बाउ र चाहिँ बाउले हेरेर आमा हेरेर अरू काम म गर्ने सबै। बाहिर अरू अलिकति खर्च पानीको लागि काम पनि जानुहुन्छ? त्यो त म जान्छु जान त फुर्सद पायो भने। घरकै काम भ्याउनु पऱ्यो नि। घरकै काम बिहान चाहिँ घाँस काट्न जानु पऱ्यो। बाख्रा छ 15-16 छ। अझै 5वटा ब्याउनु छ। त्यही त कस्तो तपाईँलाई चाहिँ कस्तो लागिरहेछ? कस्तो साह्रो गाह्रो अप्ठ्यारो के भइरहेछ? म त चाहिँ मैले चाहिँ बाउ र आमालाई चाहिँ ठिक भए चाहिँ राम्रै छ। बाउ आमाले हेरेर बाहिर काम म गर्छु।
त्यही हो राम्रो होस् दबाई सिद्धियो भने म बरु हिँडेर जान्छु लिएर आउँछु हो कि न त जाने 200 आउने 200 हिँडेर गयो भने चाहिँ दिनभर चाहिँ लिएर आउन सक्छ हिँडेर बेलुका त चाहिँ 5 बजे आइपुग्छ तल काम गरेर नै दबाई लिएर दुलीबुडो गएर त्यही गर्छु मैले चाहिँ तिमी चाहिँ बाउ र म त्यही हेर अरू काम म गर्छु बाहिरको काम त्यही हो ल हजुर धन्यवाद छ यसरी राम्रो सेवा गर्नुभएको छ हजुरलाई धन्यवाद छ हजुर हजुर करिब हामी अब यहाँबाट हिँड्नुपर्ने स्थिति छ हामीसँग समय नै छ अब डाक्टर साहबको नि हामीले अहिले हामी एउटा फोनमा हामीले कुराकानी गऱ्यौँ अडियो सुन्यौँ होइन उहाँहरूलाई कम्ती हामीले काठमाडौँ लगेर एउटा ट्रिटमेन्टहरू केही गर्न सक्दाखेरि चाहिँ के हुनसक्छ कि भन्ने डाक्टर साहबको पनि अनुमान रह्यो यहाँ त अब बस्ने घरै छैन होइन उहाँको ट्रिटमेन्ट गर्नै समस्या चाहिँ सबै छ म विश्वभरमा रहेका हाम्रो नेपालमा पनि यहाँ पोखरामा रहेको तमुदी नेपालदेखि लिएर गएर हाम्रो पोखरामा धेरै तमु संस्थाहरू छ काठमाडौँमा तमुला छन्ती गुरुङ राष्ट्रिय परिषददेखि धेरै संस्था छ बेलायतमा तमुदी युके म अध्यक्ष आदरणीय जुम्काजी दाई होइन तमु समाज युके होइन हाम्रो संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ दाई लगायत म धेरै संस्थाहरू हुनुहुन्छ हाम्रो केन्द्र लेभलमा विदेशमा होइन तमुदी जापान छ तमुदी हङकङ छ होइन अस्ट्रेलिया तमुदी अस्ट्रेलिया छ तमु समाज हङकङ जापानहरू धेरै संस्थाहरू छ म सबै संस्थाहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु एउटा गुरुङ परिवारलाई आज यो पीडा छ यो व्यथा छ यो समस्या छ यो समस्यामा तपाईँहरूले साथ दिनु पर्यो उहाँहरूको घर छैन अब यहाँ पैसा भयो भने मन लाग्छ केही फिजियोथेरापी गराउने होइन लगेर उपचार गराउँदाखेरि केही हदसम्म उपचार हुन सक्ने सम्भावनाहरू रहेछ भन्ने कुरा प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी सरको पनि हामीले कुराकानी सुन्यौँ अहिले हामीले प्रत्यक्ष फोनमै कुराकानी गऱ्यौँ अहिले र मलाई लाग्छ यहाँ सबैलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ यो साथ सहयोग दिनुहोस् एउटा मानव बचाउनका लागि हामीले एक दिन एउटा बियर नखाँदाखेरि हामीलाई धेरै सहयोग हुन्छ यो परिवारलाई सहयोग पुग्छ भन्ने पनि यहाँहरूलाई अनुरोध गर्न चाहन्छु फेरि पनि यो मानवीय सहयोगमा म रायन दाई फेरि पनि एकचोटि हजुरलाई धेरै धन्यवाद दिन चाहन्छु दाई हजुरले जुन खालको इनिसिएसन लिनुभयो मैले भिडियो बनाएँ समाचार लेखेँ र त्यो समाचार हेर्नुभयो र मलाई लाग्छ यो पक्कै पनि यो सहयोग उठाउनुपर्छ भन्ने भित्र अन्तरात्माबाट आएर यहाँहरूले सिधै एउटा सबैलाई चाहिँ जानकारी गराउनु भयो एउटा साथ जुटेको छ आज यो साथ जुट्दाखेरि आज हामी यहाँसम्म आएर उहाँहरूको परिवारलाई अहिले तत्कालको लागि एउटा सहयोग हस्तान्तरण गर्न सकेका छौँ हजुरलाई धेरै धन्यवाद छ ल हामीसँग क्यामेरामा हाम्रो लाला गुरुङ सर हुनुहुन्छ म फेरि पनि हाम्रो सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु विशेष गरेर हाम्रो सिकाई सरदार वंश गुरुङ स्मृति प्रतिष्ठान यो ढोर जसपुरका अध्यक्ष लालजङ गुरुङ विनु दिदी एम गुरुङ सर लगायत सबै सरहरू लगायत हाम्रो बेलायतमा रहनुहुने यो उहाँहरूको परिवारलाई विशेष माया गर्नुहुने हाम्रो सहयोगी संस्था तमबौद्ध सेवा समिति जसले मानवीय काममा धेरै अगुवाई गरेको छ मलाई लाग्छ अब उहाँहरू चिसोमा न्यानो कपडा बाँड्न चाँडै नै केही ठाउँमा पुग्नुहुनेछ म बेलायतमा रहेर पनि यो परिवारको चासो राख्नुहुने हाम्रो लेख गुरुङ सर हाम्रो गुप्त दाई लगायत सबै परिवारलाई म सम्झाउन चाहन्छु उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु म फेरि पनि हाम्रो उहाँहरूको लागि केही साथ सहयोग जुट्यो भने फेरि पनि म यही ठाउँमा आएर यसरी नै भिडियो बनाएर तपाईँहरूलाई प्रत्यक्ष देखाएर सहयोग हस्तान्तरण गर्नेछौँ भन्दै आजलाई हामी यहीँ बिट मार्न चाहन्छौँ हस् धन्यवाद।